म्यामलाई स्वागत गर्न चाहन्छु है। म्याम है जुन यो हेभी लिनिङबाट पातले है जुन यो फ्री मेडिकल हेल्थ क्याम्प गरिरहनु भएको छ है, म्याम आज मुख्य अतिथिको रूपमा पनि हुनुहुन्थ्यो। म्यामको अनुभव कस्तो रह्यो हामीलाई अलिकति सेयर गरिदिनुहोस्। मलाई एउटा नौलो अनुभव भयो है। त्यस्तो प्रकारको मिटिङ काहीँ पनि हुँदैन होला, जहाँ एउटा मेडिटेसन साथसाथै एउटा मड थेरेपी, आइस थेरेपी अनि वाटर थेरेपी पनि दिँदैछ मान्छेहरूलाई है। शारीरिकको चिकित्साको लागि मात्र होइन, तर मेन्टल हिलिङ विच वी क्यानट सी है। हामीले मेन्टल हिलिङ, हामीले एङ्जाइटी, डिप्रेसनलाई हामीले धेरै उयो गरिरहेको हुन्छौँ, हामीले इग्नोर गरिरहेको हुन्छौँ, तर यो कुराहरूलाई पनि इम्पोर्टेन्स दिएर है यो हिलिङ क्याम्पले गरेको चाहिँ एकदमै मलाई राम्रो लाग्यो। र है म्याम आउँदो दिनमा है पब्लिकहरूलाई यस्तो बिमारी लिएर है के मेसेज अनि सन्देश दिन चाहनुहुन्छ? तपाईँहरू आउनुहोस् है। तपाईँहरू जो अब शारीरिक रूपमा पनि बिमार हुनुहुन्छ अनि मेन्टल रूपमा पनि तपाईँहरू बिमार हुनुहुन्छ भने तपाईँहरू नहेजिटेट गरेर आउनुहोस्। यो धनी गरिब सबैजनाको लागि हो। यो एकदमै फ्री रहेछ, सबैलाई ट्रिटमेन्ट फ्री रहेछ। अनि यसको ट्रिटमेन्ट चाहिँ अब मैले बुझ्दाखेरि है एकैचोटि जाती नहुने, हस्पिटलको जस्तो दबाई दिएर पेन किलर दिएर जाती नहुने, तर बिस्तारै टाइम लाग्ने। यसलाई चाहिँ एकदम धैर्य धारण गरेर नै पेसेन्टहरू बसिदिनु पर्ने रहेछ, त्यो चाहिँ बुझेँ। र है म्याम अन्तिम प्रश्न है, यो नयाँ सालको है के तपाईँकोबाट ग्रिटिङ्स अनि मेसेज दिन चाहनुहुन्छ? नयाँ सालको लागि है मेसेज त के छ, सबैजना एकदमै नयाँ सालमा पसिरहेको छ। सबैजनालाई विश यू अल द बेस्ट है। तपाईँहरू एकदम ह्याप्पिनेस, पिसफुल चाहिँ मनबाट नै आउँछ है। तपाईँले त्यही नै प्रकट गर्ने कोसिस गर्नुहोस्, कहीँ नै नबस्नुहोस्, पहिला भित्र आफै खुसी रहने कोसिस गर्नुहोस् है। म्याम एउटा क्वेसन तपाईँले गुरु हजुरको तत्वावधानमा फ्री अफ कस्ट यहाँनिर प्रोग्राम भइरहेको छ, यसमा तपाईँले के भन्न चाहनुहुन्छ? गुरु हजुरले है, उहाँ रेस्पेक्टेड गुरु हजुरले एकदमै राम्रो इनिसिएटिभ लिनुभएको छ उहाँले है। यो चाहिँ सबैजना है, गरिबदेखि लिएर धनीसम्म या सानोदेखि लिएर ठुलोसम्म सबैजनाको लागि रहेछ। यो एकदमै राम्रो इनिसिएटिभ हो। थ्याङ्क यू सो मच।